खानै मैले यस्तो दुईचोटिको सार राखेर यार बिजु राख्न आइरहेको तपाईँले त आज ये मम्मी हेलो एभ्रिवान नमस्ते सम्पूर्णमा अस्तिको भिडियोमा चाहिँ हजुरहरूले एकदमै धेरै मन पराइदिनु भएको कारणले हामीले नेक्स्ट भिडियो ल्याएका छौँ यो पनि चिट्ठावाला गामै हो यसमा चाहिँ हाम्रो किचनमा जे खानेकुरा सबै खानेकुरा राखेका छौँ फलफुल आइटम अनि यो जे छ सबै कुरा भन्नु न ल अब हामी सुरु गर्छौँ है अगाडि स्याउ देख्दा खाम टिभी देख्दा कम आज तपाईँले गर्नु नि त ल सुरुमा के पर्छ ल स्याउ पऱ्यो हुन्थ्यो ल हेर्नु न हेर्नु सुन्तला तेरी तर सुन्तला त खासै राम्रो रहन्छ त्यही पनि निकाल्नु प्याज खाजा प्याज च्यालेन्ज हो सुन्तला स्याउ पिराती लम्बर अलि एउटा आओ किसमिस खुर्सानी नपऱ्यो हुन्छ म खुर्सानी तपाईँलाई पऱ्यो हुँदा ए कतिर स्याउ लेख्नु भएको र आफू रोज राख्नु त भयो जानु यसो पाइन्न हेर्ने काम नगर हेरिदिनु पठाइछु ल रोजेर होइन कि स्याउ त धेरै छ 5 6 7वटा खानु स्याउ भएको मलाई एकचोटि भर्नु त मलाई त त्यही भएर क्या लसुन त खानु हुन्न अहिले ग्यास्ट्रिक हुन्छ 4 कहाँ भन्छ एउटा 5वटा दिए सानो खानु ठुलो खानु म आफ्नो नि त अनि थोरै नै हाम्रो मैले गरेको अझ ठुलो खानु ल यस्तो च्यालेन्ज हार न होइन यो त पेट पोल्छ कर अहिले मिठो चिज खाने रे नमिठो चिज च्यालेन्जमा त जे पनि चकलेट डार्क चकलेट दिए मलाई परेन ओ दुवा खै ओ दुवा अरे रात बरे खान्छ खुर्सानी नुन खाऊ ल मैले पनि नुन ल मिठो खायो भने नुन मिठै र नुन मलाई नुन नपरोस् है सुन्तला भर फेरि भन्छ क्या यार बेसार तेरी यार कि नुन र बेसार पर्ने तेरी कम यस्तै मिठाई खाइदियो नि मकै तर मकै त छैन मकै त मैले राखेन मकै राखिदियो लास्ट तपाईँले यस्तो झेल्ली गर्नुभएको चाहिँ मलाई मन परेन है साँच्चै अरू लेख्नु भएको छैन क्या ल लेख न लेख त्यहाँ हेर अन्त तान नि त तिमीले कहिले खालि सिउमा तान्नुहुन्छ खानै मैले यस्तो दुईचोटिको सार राखेर
कस पालो अम्मे सेउ भएकोले ल ल काली टेक जाबर काली कुर्सानी टमाटर बरु अस्तिकै ठिक थियो मलाई कति ममा परेको थियो यार टमाटर खायो मलाई नपरे हुन्थ्यो अदुवा मेरो भाग्यमा के लेखा रहेछ भने के यो प्याज सुन्दर सेउ पर्दैन मलाई भमिट आउनु लागिसक्यो यार भमिट स्याउ ए के गर्ने होइन अब पऱ्यो त तिमीलाई अस्ति मोमो परेको थियो नि मलाई त्यस्तै पऱ्यो नि त छ छोरी सेउ खाने होला झुटझुटे खाएँ अब तिमी जानु नि त त्यहीँ छ त यहीँबाट रोज नि त अहिले त पऱ्यो गयो नि पऱ्यो नि किवी चाहिँ परेन यार किवी त मैले लेख्दै लेख्न त खादी भनेर लेखेँ किवी भनेको खादी भनेको यो कस्तो हुनु कि लेख्नु यत्रो भ्याइसक्यो सामान सबै किवी चाहिँ को थोरै बनाउनु भएको सामान यति धेरै छ अनि खाली छिटो थोरै ल ल ल प्याज कति प्याज राखेर छु प्याज बढी रहेछ नि कुन राख्ने ए राख्छु म केही न केही पऱ्यो अहिले टमाटर खान्न मैले खाने तपाईँ खानु तपाईँ मजाले किवी खान्छ है नुन खानु नुन खान्छ बरु यसको त नुन खान्छ ल त्यत्रो होइन म बेसार खान्छु बेसार पाइन च्यालेन्ज खानु आफ्नो च्यालेन्ज खानु पाइन मैले गत्र बेर खाएँ यहाँ कति पिरो आफूलाई खानु पाइन यस्तो गर्न जानु निकाल्नु मलाई चपाउनु ल चपाउनु मजाले चपाउनु मजाले मैले बुझ्छ पानीले खानु पाइन यस्तो तपाईँ ज्ञान मैले खान्न तपाईँको एउटा मेरो एउटा किवी चाहिँ राख्न आइरहेछ तपाईँले त आज ए मम्मी खानु है म यस्तो खुर्सानी आफैले होइन राखेको मरिन्छ म त अर्कोचोटि त म तपाईँले झ्याली गर्नुभयो सेउ खाने मिठो कुरा धेरै राखेर अरू कुरा कम राख्नुपर्छ म यस्तो मान्दिनँ कसले झेल्ली गरौँ कमेन्ट गर्नु होला प्लिज अनि चिट्टा बनाउँदाखेरि सेउ धेरै राख्ने नुन अनि मलाई मात्र पार्ने खुर्सानी उ गर्ने यो त सबै झ्याली भयो सरासर थ्याङ्क यू फर वाचिङ बाई 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 बाई